ल अहिलेसम्म त स्लो नै पढाइरहेको छु त भाइ, के चाहिँ मैले रकेट त गएको होइन नि त है, अहिलेसम्म त स्लो नै पढाइदिइरहेको छु त सबै, एउटै कुरो 500 चोटि भने बोलेर पढाइदिइरहेको छु है। ल अब सबैभन्दा पहिले एउटा कुरो म तिमीलाई भन्न चाहन्छु है, सबैले सुन है भाइ, अब सबैलाई म एउटा कुरो भन्न चाहन्छु, ध्यान दिएर सुन त। यो पहिला नि भाइ यो जुन हेमिकोडाटा छ नि, पहिला हेमिकोडाटालाई फाइलम कोडाटा भित्र राखेको थियो रे हैन, तर प्रेजेन्टली यसलाई पेस्ट गरेको छ कहाँ भन्दा अन्डर नन कोडाटा अथवा इन्भर्टिब्रेटमै प्लेस गरेको छ, बुझ्नु भाइ। पहिला चाहिँ कोडाटा फाइलम भित्र राखेको रहेछ, तर प्रेजेन्टली अब त्यो कोडाटालाई हटाएर नन कोडेटा अथवा इन्भर्टिब्रेटमा राखेको रहेछ। किन होला त भाइ, किन होला? पहिला चाहिँ कोडाटामा राखो, फाइलम कोडाटामा है पहिला, तर प्रेजेन्टली यो हेमी कोडाटालाई कोडाटाबाट हटाएर अनि सेपरेट अन्डर नन कोडेड अथवा इन्भर्टिब्रेटमै राखो। किन होला तिमीलाई थाहा छ? हो ल अब म तिमीलाई बुझाइदिन्छु, सबैभन्दा पहिला याद गर है। अब किन हेमी कोडाटा भन्छ त्यो सबै म तिमीलाई बुझाइदिन्छु है। ल मिसकन्सेप्सन भएन भाइ, प्रवीण भएन भाइ, त्यो तिम्रो भएन त्यो, अब म भनिदिन्छु है। सबैभन्दा पहिला मलाई एकजनाले भन त भाइ, यो जुन सुन न भाइ, यो जुन हामीले पढ्छौँ नि हैन, हामी पढ्छौँ नि हैन, अहिले तिमी हेमी कोडाटाको अहिले कुरा नगर, पहिला तिमी कोडाटामा आउ त, केही न केही त पढेको छ नि कोडाटाको बारेमा। तिमीलाई कसले सोधिन्छ फाइलम कोडाटाको है, फाइलम कोडाटाको है 4वटा क्यारेक्टर के हो भाइ भन्नु त, ल जो बेसिक क्यारेक्टर हो है, 4वटा बेसिक क्यारेक्टर के को तिमीलाई थाहा छ भाइ? फाइलम कोडाटाको 4वटा बेसिक क्यारेक्टर भनेको एउटा ह्याभिङ नोटोकोड भन्छ है, नोटोकोड भएको है, नोटोकोड भएको। अर्को के भएको भन त भाइ? यस है, अर्को भनेको नोटोकोड भएको हैन, र अर्को भनेको यसको क्यारेक्टर भनेको के भन त? फ्यारेन्जियल है, फ्यारेन्जियल गिल स्लिट्स भन्छ है भाइ है, गिल GILL गिल स्लिट्स भनेको है भाइ, फ्यारेन्जियल गिल स्लिट्स भएको है। अर्को तिमी के भन्छौ? डर्सल ट्युबुलर है, अर्को डर्सल ट्युबुलर के भएको? हलो नर्कड है, डर्सल ट्युबुलर हलो नर्कड भएको हैन, र अर्को के भएको भन त भाइ? पोस्ट एनल टेल भन्छ है भाइ, पोस्ट एनल टेल। अब यो टेल चाहिँ के हुन्छ भन्दा फेरि कसैमा हुन्छ कसैमा हुँदैन हैन। यो भनेको चाहिँ कोडाटाको यो 4वटा क्यारेक्टर छ नि भाइ, यो काहीँ न काहीँ आफ्नो लाइफमा काहीँ न काहीँ सो भएकै हुन्छ है। हामीले पनि आफ्नो लाइफमा काहीँ न काहीँ त सो गर्छ, जस्तो कि हाम्रो जुन हामी छ नि भाइ, हामी त भर्टिब्रेटामा पढ्यौँ, हाम्रो इम्ब्रायोनिक स्टेजमा नोटोकोड हुन्छ है, पछि यो नोटोकोडलाई अब रिप्लेस गर्ने काम कसले गर्छ? ब्याकबोनले गरेको हुन्छ अथवा भर्टिब्रेट कोडले गरेको हुन्छ नि भाइ। अब किन सबैभन्दा पहिला सुन त, किन यसलाई हाफ कोडेड भन्दो रहेछ? पहिला त्यतातिर जाउँ है भाइ, हेमी कोडाटालाई किन हाफ कोडाटा भन्दो रहेछ? म त्यतातिर जान्छु है, सुन भाइ। यस सुन भाइ, भएन यस नोटोकोड एज प्रोगोसेस, यस तिमी नजिक आइरहेछौ भाइ। सुन त अब यसलाई किन हाफ कोडेड भन्दो रहेछ? पहिला त्यतातिर जाउँ हैन, किन हाफ कोडेड भन्दो रहेछ नि भाइ? यो कोडाटाको 4वटा क्यारेक्टर मध्ये, सुन भाइ मैले भनिरहेको छु भाइ, सुन त यो कोडाटाको 4वटा क्यारेक्टर मध्ये हेमी कोडाटामा फ्यारेन्जियल गिल स्लिट्स हुन्छ है, फ्यारेन्जियल गिल स्लिट्स हुन्छ है, फ्यारेन्जियल गिल स्लिट्स हुन्छ हेमी कोडाटामा है, र डर्सल ट्युबुलर हलो नर्कड पनि हुन्छ है, हुन्छ। तर यो फाइलममा, यो हेमी कोडाटा फाइलममा नोटोकोड र, सुन भाइ, नोटोकोड र अर्को के भन त, हेमी कोडाटामा नोटोकोड र पोस्ट एनल टेल हुँदैन। अब तिमी आफै भन त, तिमी आफै भन त, कोडाटाको 4वटा बेसिक क्यारेक्टर मध्ये फ्यारेन्जियल गिल स्लिट्स र डर्सल ट्युबुलर हलो नर्कड त हुन्छ, तर बाँकी भएको 2वटा क्यारेक्टर हुँदैन। त्यसो न त हाफ कोडेड भन्न पाए कि पाएन भाइ? बुझ्नु भाइ, कोडाटाको जति पनि क्यारेक्टर छ त्यो मध्ये हाफ क्यारेक्टर मात्रै हेमी कोडाटामा हुँदो रहेछ र बाँकीको 2टा क्यारेक्टर हेमी कोडाटामा हुँदैन। त्यसो भए हेमी कोडाटालाई हाफ कोडेड भनिदो रहेछ। पहिला भने यस, खोइ यस भन्नु पर्दैन, फ्यारेन्जियल गिल स्लिट्स हुन्छ
डर्सल ट्युबुलर हलो नर्वकोड पनि हुन्छ तर नोटोकोड र पोस्ट एनल टेल हुँदैन द्याट्स वाइ यो फाइलममा तिमी के भन्दो रहेछौ हाफ कोटेड भन्दो रहेछौ अब तिमी आफै भन त हेर फाइलम कोड डाटालाई चिनाउने भनेको नि मुख्य नोटोकोड हो है फाइलम कोड डाटालाई चिनाउने भनेको मुख्य नोटोकोड हो अब हेमी कोड डाटामा नोटोकोड नै हुँदैन भने हेमी कोड डाटामा नोटोकोड नै हुँदैन भने सुनै भाइ हेमी कोड डाटामा नोटोकोड नै हुँदैन भने अब तिमी आफै भन त भाइ यसलाई कोड डाटा फाइलममा राख्न पाइयो त भाइ तिमी आफै भन त यसलाई कोड डाटा फाइलममा राख्न पाइयो त तिमी आफै भन न अब हेमी कोड डाटामा नोटोकोड नै छैन भने ल भन अब यसलाई फाइलम कोड डाटा भित्र राख्न पाइयो त पाइएन त्यही भएर पहिला हेमी कोड डाटालाई कोड डाटा भित्र राखेको थियो अरे तर प्रेजेन्टली अब यसलाई कोड डाटाबाट हटाएर सेपरेट अन्डर नन कोड डाटा अथवा इन्भर्टिब्रेटामा राख्दो रहेछ यस अब क्लियर भयो नि गुड है ल अब त क्लियर भयो नि भाइ गुड ल हेर त अब सबैलाई आई थिंक क्लियर भयो जस्तो लाग्यो मलाई हैन ल यो तिमीलाई थाहा भयो ल हेर त ल अब यति सुनाइ भाइ मैले भनेको सुन त हेर न मुख्य भनेको कोड डाटाको मुख्य तिमी आफै भन त कोड डाटाको मिनिङ के हो कसैले तिमीलाई सोध्यो कोड डाटाको मिनिङ के हो कोड डाटाको अर्थ हुन्छ कड ओर आरओडी रड र भन आटाको अर्थ के हुन्छ ग्रुप त्यसमा कोड डाटा भनेको नोटोकोड भएको हो कि हैन नोटोकोड भएको हो कि हैन अब हेमी कोड डाटामा नोटोकोड नै छैन भने तब यसलाई कोड डाटा फाइलमा राख्न पाइयो त ल आफै भन त ल हेमी कोड डाटामा नोटोकोड नै छैन भने यसलाई ल भन त अब हेमी कोड डाटामा नोटोकोड नै छैन भने यसलाई कोड डाटामा राख्न पाइयो त पाएन नि त तर पहिला राखेको थियो अरे र प्रेजेन्टली अब के गरौँ भन्दा सुनाइ भाइ प्रेजेन्टली अब सुन त प्रेजेन्टली यसलाई के गर्छ कोड डाटाबाट हटाएर सेपरेट अन्डर नन कोड डाटामा राख्दो रहेछ ल बुझिहाल्यो नि हैन ल र सुनाइ भाइ अब बुझिहाल्यो नि हैन अब चाहिँ राखेको रहेछ है त्यसमा एक्जाम्पल सुनाइ भाइ एक्जाम्पल ब्यालेनोग्लोसस नबिर्सिने त्यसो भए हेमी कोड डाटा किन हाफ कोडेड भनिन्छ त्यो मैले बुझाइदिए हैन हाफ कोडेड किन भनिन्छ त्यो पनि मैले बुझाइदिए हैन त्यसपछि मैले किन कोड डाटामा राख्न पाइएन किनभने नोटोकोड हुँदैन र कोड डाटामा राख्न पाइएन तर प्रेजेन्टली अहिले नयाँ सिचुएसनमा के गरौँ भन्दा कोड डाटाबाट हटाएर सेपरेट नन कोड डाटा अथवा इन्भर्टिब्रेटमा राख्दो रहेछ त्यो तिमीलाई थाहा भयो है म आउँछु सृजन सिलवाल हेमी कोड डाटा के हो प्रोटो कोड डाटा के हो म आउँछु प्रोटो कोड डाटा भित्र भाइ सिफालो कोड डाटा फेरि म काम तान्छु तिमीलाई युरो कोड डाटा र सिफालो कोड डाटालाई कलेक्टिभली प्रोटो कोड डाटा भन्छ है अहिले म काम तान्छु तिम्रो जापाती एउटै हो भन्छौ पढाउन बाँकी छ सुन है ल हेर है अब एक्जाम्पल ब्यालेनोग्लोसस स्याकोग्लोसस यसलाई कमन्डिकल तिमी एकनवर्म ओर टङवर्म भन्छौ एकन भनेको कटुसको फल जस्तो भनेको के भाइ बुझ्यौ नि हैन एकन भनेको नि कटुसको फल जस्तो देखिन्छ द्याट्स वाइ यसलाई एकनवर्म ओर टङवर्म भनियो र यो भनेको कनेक्टिङ लिंक बिट्विन नन कोड डाटा एन्ड कोड डाटा यदि तिम्रो जाँचमा नन कनेक्टिङ लिंक बिट्विन नन कोड डाटा एन्ड कोड डाटा भनेर सोध्यो भने पनि हेमी कोड डाटा एन्सर हुन्छ अथवा कनेक्टिङ लिंक बिट्विन इकाइनोडर्माटा सुनाइ भाइ इकाइनोडर्माटा एन्ड कोड डाटा भनेर सोध्यो भने पनि एन्सर हेमी कोड डाटा नै हुन्छ है त्यसो भए मुख्य यहाँ यो स्लाइडबाट सुन त मुख्य यो स्लाइडबाट सम्झिनु पर्ने के भन त मुख्य सम्झिनु पर्ने किन हाफ कोडेड भन्छ थाहा भयो हेमी कोड डाटा किन हाफ कोडेड भन्छ थाहा भयो फाइलम कोड डाटाको जति पनि क्यारेक्टर छ त्यो मध्ये दुईटा क्यारेक्टर फ्यारेन्जल गिल स्लिट्स र डर्सल ट्युबुलर हलो नर्वकोड हुन्छ तर बाँकीको दुईटा क्यारेक्टर हुँदैन त्यही भएर यसलाई हाफ कोडेड भनियो अब यो फाइलममा नोटोकोड हुँदैन तर त्यही भएर हेमी कोड डाटालाई कोड डाटा फाइलमबाट अलग्याएको छ एक्जाम्पल ब्यालेनोग्लोसस र स्याकोग्लोसस हो यसलाई एकनवर्म ओर टङवर्म भन्छ कमन नेम एकनवर्म भनेको कटुसको फल जस्तो र यो फाइलम भनेको कनेक्टिङ लिंक बिट्विन नन कोडेड एन्ड कोडेड भन्दा नि भयो अथवा इकाइनोडर्माटा एन्ड कोड डाटा भन्दा पनि भयो जस बुझ्यौ नि हैन गड्डा अब म तिमीलाई अगाडि बढाउँछु अब तिमी आउ ह्याबिट्याट भन्छ है भाइ ह्याबिट्याट भन्छ नि हैन ह्याबिट्याट भनेको एक्सक्लुसिभली के हुन्छ यो फाइलम मेराइन हुन्छ है भाइ एक्सक्लुसिभली के हुन्छ भन त मेराइन फाइलम हो है यो फाइलम पनि एक्सक्लुसिभली यो के हुन्छ भन त मेराइन हुन्छ है अब ह्याबिटमा जाऊ त तिमी ह्याबिटमा जाऊ है र एक्सक्लुसिभली मेराइन अब तिमी ह्याबिटमा जाऊ त सोलिटरी है एक्लै बस्ने ओर कोलोनियल है सोलिटरी ओर कोलोनियल र मोस्टली आर के भन्छ थाहा छ भाइ मोस्टली आर ट्युबिकुलस भन्छ अब न त ट्युबिकुलस भनेको कस्तो अब न त ट्युबिकुलस भनेको कस्तो भाइ ल भन त ल
कसले मलाई बताउ त ल ट्युबिकुलस भनेको कस्तो है तपाईलाई त मुख्य सम्झनु पर्ने यो न हो ट्युबिकुलस भनेको कस्तो भन्दा ट्युबिकुलस भनेको कस्तो भन्दा है ट्युब लाइक बरोमा बस्ने के भाइ ट्युब लाइक बरोमा बस्ने भएको कारणले गर्दा यसलाई तिमी के भन्छ ट्युबिकुलस भन्छौ है ट्युब लाइक बरोमा नो ट्युब लाइक बरोमा बस्ने भएको कारणले गर्दा यसलाई ट्युबिकुलस भन्छ है जस्तो कि समुद्र मैले भने नि भाइ यो समुद्र भयो समुद्रको तल सतह त बटम छ नि भाइ त्यो त बटम छ नि भाइ यो बटममा उ के गर्छ ट्युब लाइक बरोमा बस्ने भएको कारणले गर्दा यसलाई ट्युबिकुलस भन्दो रहेछ है ल भन त त्यो ट्युब लाइक बरो कस्तो सेपको हुनुपर्छ भन त कस्तो सेपको हुनुपर्छ भन्दा त्यो बरो भनेको यु सेपको हुनु पर्दो रहेछ किनभने भाइ यो जुन हेर त यो बडी नै हेर न भाइ एक्जाम्पल यो प्यालामेगुलोससको बडी हेर त कस्तो छ भन्दा द्याट इज कल ल भन त यु जस्तो छ कि छैन ल भन त यु सेपको बडी छ कि छैन छ त्यसो भए यु सेपको बडी छ भने बरु कस्तो हुनु पर्दो रहेछ यु सेपको हुनु पर्दो रहेछ भाइ बुझौ र यहाँ सुन यहाँ मुख्य क्याच गर मैले भने नि इम्पोर्टेन्टलाई क्याच गरिहाल त एक्सक्लुसिभली मेरेन आफैमा इम्पोर्टेन्ट भयो र यो ट्युबिकुलस धेरै इम्पोर्टेन्ट भयो भाइ ट्युबिकुलस किन भन्दो रहेछ थाहा भयो ट्युब लाइक बरोमा बस्छ र त्यो बरो कस्तो सेप हुनु पर्दो रहेछ भन्दा यु सेपको हुनु पर्दो रहेछ यो तिमीलाई थाहा भयो गुड ल त अब त्यसपछि अगाडि बढ है अब बडी पार्ट्स भन्छ यहाँ ध्यान दिएर सुन है भाइ अब यो बडी पार्ट्स छ नि हैन यो भित्र तिमीले डिटेली त जानु परेन हैन केटाकेटी हो डिटेली त तिमी भित्र छिर्नै पर्दैन क्या यहाँ चाहिँ बडी पार्ट्समा तिमीले जस्ट के भन्छौ तिमीलाई थाहा छ पहिला यहाँ है पहिला यहाँ त बडी पार्ट्स भन्छ नि हैन बडी पार्ट्समा बडीमा तीनवटा पार्ट्स हुन्छ है एउटा प्रोबोसिस हुन्छ है एउटा प्रोबोसिस पार्ट हुन्छ है भाइ एउटा पार्ट भनेको प्रोबोसिस हुँदो रहेछ है प्रोबोसिस पार्ट हुन्छ है प्रोबोसिस पार्ट हुन्छ र अर्को के हुन्छ कोलर पार्ट हुन्छ है अर्को कोलर पार्ट हुन्छ है र अर्को पार्ट के हुँदो रहेछ ट्रङ्क हुँदो रहेछ है प्रोबोसिस कोलर एन्ड के हुन्छ ट्रङ्क हुन्छ है र तिमीलाई थाहा छ भाइ यो प्रोबोसिसमा माउथ हुन्छ है माउथ हुन्छ र यो ट्रङ्कमा के हुँदो रहेछ एनस हुन्छ क्या भाइ यो ट्रङ्कमा एनस हुन्छ त्यसमा पछि तिमीलाई म पढाउँछु हेर त यो फाइलममा हेमिकोडाटामा एलिमेन्टरी क्यानल बकेदा के हुँदो रहेछ एलिमेन्टरी क्यानल कम्प्लिट हुँदो रहेछ र त्यो कम्प्लिट एलिमेन्टरी क्यानल कस्तो सेप हुँदो रहेछ यु सेपको हुँदो रहेछ ल भन्न पाए कि पाएन भाइ भन त ल केटाकेटी हो भन्न पाए कि पाएन भन त ल प्रोबोसिसमा माउथ हुन्छ र अर्को के हुँदो रहेछ ट्रङ्कमा एनस हुँदो रहेछ त्यसमा एलिमेन्टरी क्यानल कम्प्लिट यु सेपको भन्न पाए कि पाएन मजाले पायो है भाइ मजाले पढ्न पाए नि हैन अब सिमेट्री हेर त यो फाइलममा पनि सिमेट्री के हुन्छ बाइल्याटरल नै हुन्छ है भाइ सिमेट्री बाइल्याटरल हुन्छ र ग्रेड अफ अर्गनाइजेसन पनि कस्तो हुन्छ भन त यो फाइलममा पनि अर्ग्यान सिस्टम नै हुन्छ है ग्रेड अफ अर्गनाइजेसन भनेको पनि के हुन्छ अर्ग्यान सिस्टम नै हुँदो रहेछ त यसरी टक्क पढ्दिने क्या भाइ प्रोबोसिस कोलर एन्ड ट्रङ्क तीनटा पार्ट हुन्छ सिमेट्री बाइल्याटरल हुन्छ र ग्रेड अफ अर्गनाइजेसन भनेको यो फाइलममा पनि अर्ग्यान सिस्टम हुँदो रहेछ र तिमीलाई थाहा छ भाइ अघि मैले एउटा कुरा गरेको थिएँ नि भाइ यो जुन फाइलम इकाइनोडर्माटा फाइलम हेमिकोडाटामा कोडाटामा हेर त यो जुन बडी क्याभिटी जुन तिमीले एन्टेरोसिलम पढ्यौ नि भाइ अब कस्तो अचम्म हेर त भाइ यो जुन एन्टेरोसिलम तिमीले जुन क्याभिटी देख्यौ नि भाइ अब यो एन्टेरोसिलम पनि मैले भने नि भाइ सुन त भाइ सुन है यो भनेको बडी पार्ट्स हो क्या हे भगवान झन् तिमीलाई सुन न कसरी हुन्छ बडी पार्ट्स हो क्या भाइ बडी पार्ट्स हो प्रोबोसिस कोलर ट्रङ्क भनेको बडी पार्ट्स हो भित्र छिर्नु पर्दैन क्या केटा तिमीलाई प्रोबोसिसमा माउथ हुन्छ कोलर ट्रङ्कमा एनस हुन्छ यो भित्र छिर्नु पर्दैन क्या भाइ त्यो भनेको ब्याचलर हो बीएससी लेभल हो त्यो भनेको बीएससी लेभल हो यु आर द तर तिमी कुन लेभलको इन्ट्रान्स दिने तिमी भन त मास्टर डिग्रीको इन्ट्रान्स दिने कि तिमी ल भन त तिमी मलाई भन त +2 लेभलको इन्ट्रान्स दिने भाइ भन त तिमी मास्टर डिग्रीको इन्ट्रान्स दिने हो ह भाइ है झन् भनिरहेको छु भाइ सुन त त्यो प्रोबोसिस कोलर ट्रङ्क भित्र तिमीले छिर्नु पर्दैन क्या केटाकेटी हो है ल सुन त तिमीले सिएको अब सिएको इन्ट्रान्स भनेको त +2 लेभल न हो भाइ तिमी थोडी मास्टर डिग्रीको इन्ट्रान्स दिने हो है ल सुन त र यो जुन बडी क्याभिटी यहाँ पनि के हुन्छ इन्टेरोसिलम है तर कस्तो अचम्म हेर न भाइ कस्तो अचम्म हेर त भाइ बडी क्याभिटी इन्टेरोसिलम छ नि हैन अब यो इन्टेरोसिलम पनि के हुन्छ म नेपालीबाट भन्छु बुझे नि यस भन है इन्टेरोसिलम भनेको बडी पार्ट्स अनुसार है बडी पार्ट्स अनुसार के हुन्छ डिभाइड भएको हुन्छ ल भन के बुझ्यो भाइ ल भाइ मैले भनेको के बुझ्यो भाइ
खोइ त यस भन्नु पर्दैन भाइ इन्टरोसिलम भनेको बडी पार्ट्स अनुसार डिभाइड भएको हुन्छ ल मन बुझ्नु नि भाइ त्यसो भए मतलब जुन इन्टरोसिलम भाइ प्रोबोसिस पार्टमा आउँछ नि भाइ जुन इन्टरोसिलम प्रोबोसिस पार्टमा आउँछ नि त्यो इन्टरोसिलमलाई तिमी के भन्छौ प्रोटोसिल भन्दो रहेछ हेर त जुन इन्टरोसिलम अब कोलार पार्टमा आउँछ नि भाइ यो कोलार पार्टमा आउँछ नि त्यो इन्टरोसिलमलाई तिमी के भन्दो रहेछ मेजोसिल भन्छ र जुन इन्टरोसिलम अब ट्रङ्क पार्टमा आउँछ नि भाइ त्यो इन्टरोसिलमलाई तिमी के भन्दो रहेछौ मेटासिल भन्दो रहेछौ क्लियर केटाकेटी हो कस्तो मजाले भन्यो र त भाइ इन्टरोसिलम पनि बडी पार्ट्स अनुसार डिभाइड भएको हुन्छ जुन इन्टरोसिलम प्रोबोसिसमा हुन्छ त्यसलाई प्रोटोसिल भनियो जुन इन्टरोसिलम कोलार पार्टमा हुन्छ त्यसलाई मेजोसिल भनियो र जुन इन्टरोसिलम अब ट्रङ्क पार्टमा हुन्छ त्यसलाई तिमी के भन्छ मेटासिल भन्दो रहेछौ यो पनि बबाल बुझ्यो मलाई आई थिंक यो पनि बबाल भयो गुड है ल हेर अब यस पछाडि सुन त बडी क्याभिटी पछाडि म एलिमेन्टरी क्यानलमा आए अब हेरे भाइ एलिमेन्टरी क्यानल के हुन्छ दैट इज कल कम्प्लिट हुन्छ है यो एलिमेन्टरी क्यानल भनेको बकेदा कम्प्लिट हुन्छ र कस्तो शेपको हुँदो रहेछ भन्दा दैट इज कल यू शेपको हुँदो रहेछ सक्यो बुझौ सक्यो है अब यो एलिमेन्टरी क्यानलको पार्ट भित्र तिमीले छिरेरहनु पर्दैन है अब रेस्पिरेसन थ्रु केबाट हुन्छ मैले अघि भनिसके भाइ रेस्पिरेसन थ्रु केबाट हुन्छ फ्यारेन्जियल है यो केबाट हुन्छ फ्यारेन्जियल गिल स्लिट्सबाट हुन्छ है रेस्पिरेसन थ्रु फ्यारेन्जियल गिल स्लिट्सबाट हुन्छ जो अघि हामीले पढिसकेको छ नि हैन पढिसकेको छ सर्कुलेटरी सिस्टम भनेको यो हेमिकोडाटामा के हुन्छ ओपन टाइपको हुन्छ है भाइ ओपन टाइपको सर्कुलेटरी सिस्टम हुन्छ ओपन टाइपको सर्कुलेटरी सिस्टम हुन्छ है ओपन टाइपको र यो फाइलममा पनि रेस्पिरेटरी पिगमेन्ट जो छ नि भाइ यो फाइलममा रेस्पिरेटरी पिगमेन्ट के हुन्छ न त एब्सेन्ट हुन्छ है रेस्पिरेटरी पिगमेन्ट हुँदैन है र यिनीहरुमा हार्ट्स त हुन्छ कि भाइ तर हार्ट्स भनेको इन डर्सल पोजिसनमा हुँदो रहेछ है भाइ डर्सल पोजिसनमा के हुँदो रहेछ हार्ट्स हुँदो रहेछ र एउटा कुरो के याद गर भने नि भाइ यो हेमिकोडाटा सुन त भाइ यो हेमिकोडाटालाई पनि त नन कोडाटा भित्र राखेको छ नि त त्यसो एउटा कुरो के याद गर भने नि भाइ नन कोडाटामा हार्ट भनेको डर्सल पोजिसनमा हुन्छ भने कोडाटामा हार्ट भनेको भेन्ट्रल पोजिसनमा हुन्छ है भाइ नन कोडाटामा हार्ट भनेको डर्सल पोजिसनमा हुन्छ भने कोडाटामा हार्ट्स भनेको भेन्ट्रल पोजिसनमा हुँदो रहेछ है र भन त सेक्सेस यिनीहरुमा के हुन्छ र भन भाइ सेपरेट हुन्छ कि युनाइटेड हुन्छ यिनीहरुमा सेक्सेस भनेको के हुन्छ सेपरेट हुन्छ मेल र फिमेल छुट्टिएको हुँदो रहेछ भाइ सुन न मेल र फिमेल छुट्टिएको हुँदो रहेछ है र मेल र फिमेल छुट्टिएको भए तापनि यिनीहरुमा कपुलेसन त हुँदैन र त्यसमा कपुलेसन हुँदैन भने पक्कै पनि यिनीहरुमा फर्टिलाइजेसन है फर्टिलाइजेसन कस्तो हुँदो रहेछ एक्सटर्नल हुँदो रहेछ र तिमीलाई थाहा छ भाइ र लार्भा इज कल भन्छ है र लार्भा भनेको फ्री स्विमिङ हुन्छ है लार्भा फ्री स्विमिङ हुन्छ र हेमिकोडाटामा लार्भालाई तिमी के भन्दो रहेछौ र टोर्नारिया लार्भा भन्छ के भन्दो रहेछ त टोर्नारिया के भन्दो रहेछ लार्भा हो यसरी टक्क पढाइदिएको छु भाइ न विद्यार्थी आतिन्छन् हेर त यति तरिकाले सर्ट तरिकाले भन्दैको छु नि भाइ यति अब तिमी बिचरा तिमी त +2 को विद्यार्थी न हो अब तिमी +2 को विद्यार्थीलाई अब यो प्रोबोसिस यो कोलार भित्र यो ट्रङ्क भित्र पढाएर म किन समय खर्च गर्नु केटाकेटी हो है किन समय म खर्च गर्नु तिमीलाई प्रोबोसिस पार्टमा यो भित्र हुन्छ प्रोबोसिस पार्टमा यो हुन्छ कोलार पार्टमा यो हुन्छ अनि ट्रङ्क भित्र यो छ जबकि त्यो भाइ लेभल पनि हेर्नु पर्छ के भाइ बिचरा तिमी त +2 लेभल न हो भाइ है ल त्यसमा यति पढ्दा हेमिकोडाटाको बारेमा मज्जाले पुग्दो रहेछ सुन है भाइ ल सुन है यति पढ्दा मज्जाले +2 को लागि पुग्दो रहेछ ल सुन है भनि भाइ सबैको भयो मजाले भनि भाइ गुड ल अब एउटा कुरो भन्छु सुन है भाइ अब एउटा कुरो भन्छु हैन अब तिमीले अझै बुझ्न चाहन्छौ सुन है भाइ अझै बुझ्न चाहन्छौ भने अब सबैले सुन त अझै बुझ्न चाहन्छौ भने यो जुन प्रोबोसिस छ नि भाइ अब तिमीले यहाँ भन्लाउ सर तिमीले यहाँ के भन्छौ सर तपाईले सेक्सेसको कुरो गर्नुभयो सर्कुलेसनको कुरो गर्नुभयो रेस्पिरेसनको कुरो गर्नुभयो हैन रेस्पिरेसनको कुरो गर्नुभयो एलिमेन्टरी क्यानलको कुरो
गर्नुभयो सर एक्सक्रिसनको पनि कुरा गर्दिनु न भन्छु भने तपाईलाई यहाँ एक्सक्रेटरी अर्गान हुन्छ भाइ यहाँ एक्सक्रेटरी अर्गान हुन्छ हेमिकोडाटामा एक्सक्रेटरी अर्गान हुन्छ किन थाहा छ भाइ त्यो एक्सक्रेटरी अर्गानको नाम जो प्रोबोसिसमा हुन्छ भाइ अनि त त्यो एक्सक्रेटरी अर्गानलाई तिमी के भन्छ थाहा छ भाइ प्रोबोसिस ग्ल्यान्ड भन्दो रहेछ के भाइ हेर त यहाँ त्यसमा यहाँ अझ एउटा पोइन्ट थपिदिन्छु भन्न सुन त सबै कुरो ल्यायो भने एउटा एक्सक्रिसन पनि ल्याइदेऊ है एक्सक्रिसन भाइ तिमी के भन्दो रहेछौ प्रोबोसिस के भन्दो रहेछ ग्ल्यान्ड्स ल यति पढक पुगिहाल्छ के भाइ हेर त मुख्य भनेको के नबिर्सिने टोर्नारिया लार्वा आफैमा बबल इम्पोर्टेन्ट हो बेलानोग्लोसस र सैकोग्लोसस नबिर्सिने त्यो इम्पोर्टेन्ट हो वाइकल हेमिकोडाटा त्यो नबिर्सिने र यसलाई कोडाटा फाइलम भित्र ल्याएको छैन यसलाई सेपरेट अन्डर नन कोडाटामा राख्दो रहेछ है त्यो पनि तिमीलाई थाहा भयो र यो हेमिकोडेट्स भनेको कनेक्टिङ लिंक बिट्विन नन कोडेड एन्ड कोडेड बना अथवा इकाइनोडर्माटा एन्ड कोडेड भन्दा भएको है ल अब सुन है भाइ अब यस पछाडी अब यहाँ अगाडि बढ है अब यस पछाडी म आउँछु कोडाटा ल सुन है अब हाम्रो सुरु भयो कोडाटा ल मलाई क्वेशन प्र्याक्टिस गर्ने हो कि